What are the things that I should look on stocks before buying it? So तपाईको जर्नी चाहिँ यो ट्रेडिङमा चाहिँ कसरी सुरु भएको थियो? सेयर बजारको बारेमा फर्स्ट इन्ट्रोडक्सन चाहिँ 11-12 को अकाउन्टिङ बुक्सबाट भएको। तपाईले स्टार्ट गर्दा चाहिँ आइपिओ भरेर स्टार्ट गर्नुभयो कि डाइरेक्ट सेकेन्डरी मार्केटमै जम्प गर्नुभयो? मैले चाहिँ आइपिओ भरेर स्टार्ट गरेको थिएँ। सेयर मार्केटलाई चाहिँ म फुल टाइम गर्छु भनेर सोच्नु भएको छ भने चाहिँ what might be the biggest mistake that they can make? दे क्यान मेक मैले जे मिस्टेक गरेको थिएँ त्यही नै मिस्टेकहरू चाहिँ उहाँहरूले पनि गर्न सक्नुहुन्छ भन्ने हो। मैले सेयर बजारबाट के साँच्चीकै फुल टाइम आम्दानी गर्न सकिन्छ त? छिट्टो पैसा कमाउने आशमा धेरैजना मानिसहरू चाहिँ ट्रेडिङ सुरु गर्नुहुन्छ। कतिपय मान्छेले चाहिँ ट्रेडिङमा सक्सेसफुल हुनुहुन्छ, तर मोर देन 50% मान्छे चाहिँ आफ्नै पैसा डुबाउनुहुन्छ। आज हामीसँग यस्तो गेस्ट हुनुहुन्छ हु हेज बिन डुइङ दिस ट्रेडिङ थिङ सिन्स लास्ट 7 years। अनि उहाँले धेरै इन्कम पनि गर्नुभएको छ, साथसाथै उहाँले ट्रेडिङको क्लासेसहरू पनि रन गर्नुहुन्छ र अरूलाई पनि सिकाउनुहुन्छ। आजको यो एपिसोडमा विल बी लिसनिङ कि ट्रेडिङ फुल टाइम गर्न सकिन्छ, यदि सकिन्छ र कसरी स्टार्ट गर्ने, अनि बिगिनर ट्रेडरहरूलाई चाहिँ वाट आर द सजेसन्स, अथवा जो चाहिँ यो सेयर मार्केटको फिल्डमा आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ मोटिभेसन फ्याक्टर प्लस के कुरामा चाहिँ केयरफुल हुनुहुन्छ भनेर हामी पुरै फाइन्ड आउट गर्नेछौँ, पुरै सुन्नेछौँ उहाँको कुराहरू। सो विदाउट वेस्टिङ मच लेट्स वेलकम सौगात जी हु हेज बिन अ फुल टाइम ट्रेडर सिन्स अ भेरी लङ टाइम। ओके, तपाईँलाई स्वागत छ हाम्रो पोडकास्टमा। थ्याङ्क यू। सो ट्रेडिङको कुरा गरौँ होइन, सेयर मार्केट इट्स अहिलेको सिनारियोमा इट्स सबैले सुन्ने कुराहरू भयो होइन। सो तपाईँको जर्नी चाहिँ यो ट्रेडिङमा चाहिँ कसरी सुरु भएको थियो? अनि एज आई मेन्सन 7 years अगाडि भन्नुभयो हामीले कुरा गर्दाखेरि होइन। सो हाउ डिड यु स्टार्टेड इट? सेयर बजारको बारेमा फर्स्ट इन्ट्रोडक्सन चाहिँ 11-12 को अकाउन्टिङ बुक्सबाट भएको। अनि त्यो बुकमा चाहिँ वी वर लर्निङ अबाउट स्टक मार्केट के हुन्छ, इक्विटी भनेको के हो नर्मली, अनि सेयर कसरी ट्रान्सफर हुन्छ, अनि त्यसको पार सेयर भ्याल्युहरू के हुन्छ, त्यस पछाडि कतिले कति पैसा हाल्यो भने कति किताब पाउँछ काइन्डको त्यो इक्वेसन्सहरू गर्नुपर्ने हुन्थ्यो हामीले। अनि त्यहाँबाट चाहिँ आई गट इन्ट्रेस्टेड इन्टु इट। म नर्मली पनि इकोनोमिक्समा एकदमै इन्ट्रेस्टेड स्टुडेन्ट। अनि अब मनी नै भन्ने कुरा आइसके पछाडि त अब महादेवको त तीन नेत्र भनिन्छ भने अब एज अ स्टुडेन्ट जो पैसा कमाउनलाई एकदमै इन्सपाइरिङ थियो त्यतिखेर, अब जम्मा 17 year oldको एउटा स्टुडेन्टलाई पैसा भनेपछि त यस अफकोर्स वाइ नट भनेर, अनि वाट इज दिस मार्केट, त्यसो यो के हो त, किन हुन्छ, अनि सरहरूको अब क्वेसनहरू गर्दा गर्दै अनि अलिकति बढी इन्ट्रेस्टेड भएको भएर चाहिँ अनि एज पर द टिचर सजेसन आइपिओ चाहिँ भर्नुपर्छ है भनेर सरले भन्नुभएको सजेसनलाई त्यो क्यारी अन गर्दै अनि त्यो आइपिओबाट सुरु भएको। ओके, सो भनेपछि तपाईँले यो फुल टाइम ट्रेडर हुनुभन्दा अगाडि केही गर्नुहुन्थ्यो कि यु जस्ट जम्प इन दिस ट्रेडिङ थिङ? नो फुल टाइम ट्रेडर हुनुभन्दा अगाडि चाहिँ आई युज्ड टु बी अ ट्रेकिङ गाइड। मेरो फुल टाइम ट्रेकिङ गाइडको प्रोफेसन पनि थियो। अनि त्यसको बिचमा केही टाइम चाहिँ अब ट्रेकिङ पनि कोभिडको टाइममा त अफ भयो। 2018बाट अब हाई स्कुल पास आउट भइसके पछाडि चाहिँ आई गट अ ट्रेकिङ लाइसेन्स। अनि 2019 र 2020 को ट्रेकिङ पछाडि अनि कोभिडको टाइममा चाहिँ आई वाज वर्किङ एज अ मोडरेटर, इङ्ग्लिस टु नेपाली ट्रान्सलेटरको रूपमा पनि काम गर्दै थिएँ मैले। अनि त्यही हो, फुल टाइम करियर त्यो थियो। अनि साइड बाई साइड चाहिँ स्टक मार्केट पनि गइरहेको थियो। अनि वाट वाज द पोइन्ट होइन जुनले चाहिँ यो साइड बाई साइड भन्दा पनि फुल टाइमै इन्गेज भयो भने इट विल बी बेनिफिसियल भन्ने चाहिँ केही साइनहरू थियो तपाईँसँग कि केही पाउनु भयो कि? हजुर, मैले चाहिँ कमाइरहेको केही सर्टेन पोर्सनहरू चाहिँ इन्भेस्ट गर्दै थिएँ। 2020 को कोभिड पछाडि जुन पछाडि मार्केट खुल्यो, अनि कोभिडको ठ्याक्क जुन पछाडि मार्केट खुल्दाखेरि चाहिँ त्यो बेलामा हाइड्रो एकदमै हट टपिक थियो, एकदमै हट केक। अनि हाइड्रोमा अलिअलि पैसा हालिदिउँ न त भनेर, नट नोइङ एनिथिङ, नट बिङ अ प्योर ट्रेडर अर एनिथिङ, एक्सपिरियन्स त्यस्तो धेरै पनि थिएन आइपिओ बाहेक। हाइड्रोको कुरा एकदम भइरहेको थियो, त्यही भएर लेट्स ट्राई इट, त्यही नै हो। अनि अब स्यालेरीबाट अलिअलि पैसा आइराखेको, अनि अब यति पैसा गयो नि मलाई केही हुँदैन नि त भनेर अनि हालिदिइराखेको काइन्डको। सो त्यो पिक बुलमा परेको भएर चाहिँ जुन रिटर्न आयो नि 2021 को अगस्तसम्ममा, सो त्यो रिटर्नले चाहिँ ओके नाउ दिस इज अ सिरियस करियर थिङ भनेर अनि त्यो मनीले चाहिँ एट्र्याक्ट गरेको। सो तपाईँले स्टार्ट गर्दा चाहिँ आइपिओ भरेर स्टार्ट गर्नुभयो कि डाइरेक्ट सेकेन्डरी मार्केटमै जम्प गर्नुभयो? मैले चाहिँ आइपिओ भरेर स्टार्ट गरेको थिएँ।
अनि आइपिओ अराउन्ड 2-3 इयर्स लगभग नै अब आइपिओ प्लस अलिअलि इन्भेस्टमेन्ट गरेर अनि त्यसपछि अगाडि जर्नी स्टार्ट भइसकेपछि चाहिँ 2021को पिक बुलले नै हो मलाई चाहिँ एट्र्याक्ट गरेको टु बी अ फुल टाइम ट्रेडर अनि स्टार्टिङ चाहिँ यस आइपिओ नै हो सुरु स्टार्टिङ सेकेन्डरी मार्केटमा छिर्दाखेरि तपाईँले भनेपछि लुज गर्नु भएन स्टार्टिङमै चाहिँ लुज गरिएन तर देयर इज समथिङ कल बिगिनर्स लक सायद बिगिनर्स लक लाग्यो अनि फेरि बुल पनि थियो राइट टाइमिङ पनि भयो रिगार्डलेस अफ नोइङ एनिथिङ अब केही पनि थाहा नहुँदाखेरि पनि तर 2021 पछाडिपट्टि चाहिँ एकदमै ठुलो लस लाग्यो त्यसपछिको त्यो फ्रक जम्प भनेर भनिन्छ त्यो फ्रक जम्प गरेर गर्ने भनेर झ्यापझुप जाँदाखेरि चाहिँ अनि इट वाज अ भेरी ब्याड सेटब्याक केही रिफरेन्स एमाउन्टहरू भन्नु मिल्छ कति लस भएको थियो अमाउन्ट भन्दा पनि आई वाज सिरियसली लुजिङ अराउन्ड 35 to 40% अफ माई पोर्टफोलियो आई क्यान इभन से यु द टाइमिङ अगस्तको जुन पिक बुल पछाडिपट्टिको त्यो 3216 नेप्सेको पोइन्ट्स पछाडि जुन फल भयो नि अराउन्ड अक्टोबर नोभेम्बरसम्मको फलमा चाहिँ एकदमै धेरै पोर्टफोलियो डिभेस्टेटेड भइसकेको थियो मेरो अराउन्ड 35% 40% नै थियो लसेसहरू सो तपाईँलाई चाहिँ बिगिनर लक लाग्यो होइन तर एज अ बिगिनर कोही मान्छेले यो चाहिँ अब सेयर मार्केटलाई चाहिँ म फुल टाइम गर्छु भनेर सोच्नु भएको छ भने चाहिँ वाट माइट बी द बिगेस्ट मिस्टेक द्याट दे क्यान मेक दे क्यान मेक मैले जे मिस्टेक गरेको थिएँ त्यही नै मिस्टेकहरू चाहिँ उहाँहरूले पनि गर्न सक्नुहुन्छ भन्ने हो मैले मिस्टेक गरेको चाहिँ कहाँ थियो भनेदेखि ट्रस्टिङ द न्युज जुन गुड न्युजहरू आउँछ नि अब गुड न्युजले चाहिँ मार्केट बढाउँछ भनेर जुन ट्रस्ट हुन्छ जस्तो कुनै एउटा कम्पनीको चाहिँ बोनस अनाउन्समेन्ट भयो नाउ ओके 80% बोनस भने पछाडि ल अब गर्ने भनेर भन्यो भनेदेखि चाहिँ जम्प गरिहाल्ने वाइ नट यो त गुड न्युज हो अब त मार्केट माथि जान्छ भनेर जम्प गरिदिने अनि अर्को भनेको चाहिँ बजारमा आएको सो कल गुरुजहरूको एकदमै कुराहरू चाहिँ ब्लाइन्डली फलो गरिदिने यो कुराले चाहिँ एकदमै धेरै म्यानिपुलेसनमा परेको थिएँ म अनि यो मिस्टेक्सहरू चाहिँ बिगिनरले नगर्नु होला अनि थाहा नपाइकन यत्तिकै जोसमा चाहिँ आइदिनु भएन मनी मात्रले अट्र्याक्ट गरेर चाहिँ आउनु हुँदैन रहेछ तपाईँले भन्नुभयो मनी मात्रै एट्र्याक्ट गरेर पनि बिगिनर्सहरूले ट्राई नगरौँ भनेर भन्नुभयो होइन सो वाट क्यान दे डु होइन यदि उहाँहरूलाई चाहिँ एकदमै सिरियसली नै आउनु मन छ सेयर मार्केटमा बिकज दे हेभ बिन सिइङ मेनी पिपुल मेकिङ प्रफिट आउट अफ इट होइन जुनले चाहिँ कतिजनाको अब कसैले गाडी किन्नु भयो होला कसैले घर बनाउनु भयो होला त्यो चाहिँ देखिरहेको हुन्छ मान्छेले होइन सो वाट आर द मोटिभेसन फ्याक्टर जुनले चाहिँ उहाँहरूलाई इन्करेज गराउँछ यहाँ आउनलाई अथवा आउनु मन छ भने चाहिँ वाट यु सजेस्ट वाट टु टेक अथवा विच कोर्स अथवा कोही त्यस्तो मेन्टरहरू हुनुहुन्छ जसलाई फलो गर्ने अथवा इज देयर एनी बुक्स अर एनिथिङ्स अफकोर्स यो चाहिँ बिगिनरहरूले चाहिँ मैले जसरी अब बिगिनर लक सबैको नलाग्ला होइन अनि एकचोटि लक लाग्यो भन्दैमा सधैँभरि लक पनि लाग्दैन सो आई वुड सजेस्ट देम टु रिड सम बुक्स बुकमा एकदमै राम्रो बुक भनेको चाहिँ एउटा क्यान्डलिस्टिक बाइबल हो अनि अर्को बुक भनेको जापानिज क्यान्डलिस्टिक प्याटर्न्स यो बुकहरू पनि स्टार्टिङमा चाहिँ इट्स अ भेरी गुड बुक टु स्टार्टअप अनि त्यसपछि अब युट्युबमा एकदमै धेरै कोर्सेसहरू छ जुन फ्रीली अभाइलेबल छ अब डिपेन्डिङ अपन हाउ इन्थुएस दे आर उनीहरू एकदमै धेरै इन्थुएस छन् भने पैसा तिरेर कोर्स किनिरहनु पनि त्यो पनि पर्दैन अब एकदमै पैसा तिरेरै 1-to-1 सजेसनबाट मात्रै म सिक्न सक्छु भन्ने हो भने चाहिँ कम लर्न नत्र भनेदेखि चाहिँ युट्युबमा देयर आर सो मेनी कोर्स फ्रीली अभाइलेबल त्यहाँनिरबाट स्टार्टिङ कसरी हुन्छ क्यान्डलस्टिकबाट सुरु गर्दाखेरि भयो अनि अर्को चाहिँ अब फन्डामेन्टल पार्टहरू भनेको चाहिँ ट्रेडर बन्ने कि इन्भेस्टर बन्ने तपाईँ हु आर यु मान्छेको नेचर हुन्छ एकदमै फास्ट फरवर्ड क्यास चाहिन्छ कि होइन तपाईँ ओभर द टाइम एकदमै लङ रनमा क्यास बनाउन चाहनुहुन्छ अब त्यो तपाईँको नेचरहरू आफूले सेल्फ एनालाइसिस गरेर चाहिँ अनि ट्रेडर बन्ने भएदेखि अफकोर्स यु हेभ टु लर्न क्यान्डलस्टिक प्याटर्न्स अनि चार्ट प्याटर्न्सहरू पढ्नै पऱ्यो होइन तपाईँ इन्भेस्टर बन्नुहुन्छ भनेदेखि चाहिँ चार्ट प्याटर्न्सहरू भन्दा पनि मार्केटको फल वा क्रास कुन बेला हुन्छ के न्युजहरू आइरहेछ बजारमा कसरी चाहिँ अब इन्भेस्टमेन्ट गर्ने भन्ने त्यो साइडमा लाग्नु पऱ्यो इन्भेस्टर र तपाईँले ट्रेडर भन्नुभयो टु वर्ड्स होइन त्यो वाट आर द एक्ज्याक्ट डिफरेन्स अन द्याट वर्ड्स ओके सो ट्रेडर भनेको चाहिँ नर्मल्ली हामीले सर्ट टर्ममा अलिकति 1 वर्षभित्रै बढी प्रफिट खोज्ने अनि त्यसपछि अब आज हाल्यो नर्मल्ली अब अहिले त झन् आज हाल्यो अब 2 दिन पछाडि खातामा सेयर आउँछ अनि 2 दिन पछाडि बेचिदिने अब मलाई चाहिँ एकदमै क्विक सक्सेसनमा प्रफिट चाहिरहेको आई डोन्ट माइन्ड 2% होस् 5% होस् 10% होस् मेरो एज पर द प्लानमा 2% इज ओके भन्ने बित्तिकै 2% प्रफिट हिट भयो नाउ फाइन म बेचिदिन्छु तर इन्भेस्टमेन्ट भनेको अब इन्भेस्टर बन्ने भइसके पछाडि चाहिँ यु इन्भेस्ट फर अ लङ टाइम आजको लागि होइन मलाई 1-2 वर्षको भोलाटिलिटीसँग सरकार छैन रिगार्डलेस त्यो 100% जाओस् वा 50% माइनसमा जाओस्
म आफ्नो हिसाबले इन्भेस्ट गरिरहन्छु अनि त्यसको रिटर्न चाहिँ म ओभर द टाइम 10 इयर्समा हुन्छ होला वा 5 इयरभन्दा बढी टाइममा हुन्छ होला, त्यो बेलामा चाहिँ बल्ल एकदमै ठुलो प्रफिटको चङ्क चाहिँ लिएर जान्छु भनेर अलिकति लङ इन्भेस्टमेन्ट गर्नुलाई चाहिँ इन्भेस्टर भनिने भयो। ट्रेडर चाहिँ यस क्विक सक्सेसनमा मनी चाहिएपछि यु बियर ट्रेडर। सो एज अ मैले इन्ट्रोडक्सन दिँदा तपाईँले एज अ ट्रेडर भन्नुभयो, द्याट मिन्स यु जस्ट ट्रेड द थिङ्स होइन, भनेको इन्भेस्टमेन्ट पनि आफ्नो पार्टमा होला, तर तपाईँ एज अ ट्रेडर रिफर गर्दा चाहिँ इट विड बी गुड फर यु। यस, मलाई चाहिँ ट्रेडर नै भन्दाखेरि अलिकति बेटर हुन्छ, किनकि मेरो नेचर पनि अलि इम्पेसेन्ट काइन्डको, हल्का इम्पेसेन्ट खालको छ। सो आई निड मनी, मेरो क्विक सक्सेसनमा चाहिँ एउटा मनी मलाई फ्लो भइरहनुपर्छ भन्ने हुन्छ। सो एज अ फुल टाइम ट्रेडर आई विल निड अ रिकरिङ मनी, त्यसको लागि पनि म चाहिँ ट्रेडर भन्न नै प्रिफर गर्छु। आजको दिनमा म अथवा हाम्रो भ्युवर्स जो हेर्नु भएको छ, सो आई थिङ्क आई क्यान रिलेट विथ द भ्युवर्स, किनभने मलाई नि सेयर मार्केटमा इन्ट्रेस्ट छ तर त्यति धेरै ज्ञान छैन होइन। म नि त्यही हल्ला सुन्छु एन्ड देन ल यो लिँदा ठिक हुन्छ भन्छ, अनि त्यसपछि म त्यो किन्छु, अनि त्यसपछि अब त्यस्तै हल्लाले कहिले लस हुन्छ कहिले के हुन्छ, तर म धेरै इन्भेस्ट त गर्दिनँ, एकदम थोरै पार्ट। सो वाट आई वान्ट यु टु एक्सप्लेन इज म जस्तो एकदम बिगिनर लेभलको मान्छे भनौँ जसलाई चाहिँ त्यस्तो धेरै नलेज छैन, त्यो मान्छेले चाहिँ वाट आर द थिङ्स द्याट आई सुड लुक अन स्टक्स बिफोर बाइङ इट। तपाईँहरू जसोले चाहिँ एउटा फेभरेबल के हुन्छ भने अलिकति लङ्गर रनमा प्रफिट दिन सक्ने वा बोनस रिटेन्सनहरू चाहिँ डिभिडेन्ड यिल्ड अलिकति हाई भएको। डिभिडेन्ड यिल्ड भनेको चाहिँ हरेक वर्ष तपाईँलाई त्यो सेयर किने बापत कम्पनीले दिने बोनसहरू वा डिभिडेन्डहरू चाहिँ अलिकति हायर रेटमा भएकोहरू, जसको चाहिँ बुक भ्यालु राम्रो छ वा अलिकति अर्निङ पर सेयरहरू राम्रो छ, फन्डामेन्टली अलिकति राम्रो भनेर भनिन्छ हाम्रो भाषामा चाहिँ। त्यो भनेको चाहिँ जुन कम्पनीले तपाईँलाई कमाएर दिन सक्छ। अब दुध दुने गाई नै यो चुज गर्नु भनेर भन्ने हो नर्मली, एकदमै लेम्यान भाषामा भन्नुपर्दाखेरि। सो तपाईँले आज किनिसके पछाडि चाहिँ तपाईँलाई इयरली हरेक वर्ष कम्तीमा पनि 10% बोनस चाहिँ दियोस्, ताकि तपाईँले इन्फ्लेसन बिट गर्न सक्नुहोस्, अरू पार्टहरू बिट गर्न सक्नुहोस्। हो यो कुराहरू चाहिँ ध्यान दिएर इन्भेस्टमेन्ट नै सुरु गर्दाखेरि ठिक। ओके, सो मैले एउटा एबिसी कम्पनीको जस्ट मैले सर्च गरेँ सेयर बजार समथिङ वेबसाइटमा होइन। सो वाट आर द पार्ट्स द्याट आई हेभ टु लुक अन द्याट टु बाई द सेयर अर टु डिसाइड नट टु बाई अर बाई द सेयर्स? ओके, एकदम कस्तोमा भनिदिनु भने आई नो द्याट यु हेभ गट एकदमै भास्ट नलेज यसमा होइन, तर म जस्तो एकदमै ओके मात्रै छ भने चाहिँ मैले चाहिँ के हेरेर ट्रस्ट गर्दा चाहिँ इट वुड बी बेस्ट टु बाई इट। ओके, बेस्ट टु बाई इट भन्ने चाहिँ हुँदैन, तर ठिक छ अलिकति म फस्दिनँ होला वा अलिकति फस्ने चान्सेस कम हुने खालकोमा हेर्नको लागि चाहिँ तपाईँले नर्मली अर्निङ पर सेयर 10 भन्दा मास्तिरपट्टि भएको अनि इपिएस भनेर देखाउने गर्छ त्यहाँनिर, त्यो चाहिँ एक किताब बराबर कति कम्पनीले कमाइराखेको छ भन्ने हुन्छ। अनि अर्निङ पर सेयर चाहिँ नर्मली 10 भन्दा मास्तिरपट्टि भएको, अनि बुक भ्यालु भनेको 100 रुपियाँको अब लिस्ट हुने प्राइसिङ नर्मली नेप्सेमा 100 रुपियाँमा हो, रिगार्डलेस अब एसएचएल 10 रुपियाँमा र हात्ती 50 रुपियाँ बाहेक। अनि यिनीहरूमा चाहिँ नर्मली अब तपाईँको बुक भ्यालु 100 रुपियाँभन्दा मास्तिरपट्टि भएको, त्यहाँनिर अब अर्को हुन्छ प्राइस टु बुक भ्यालु रेसियो भन्ने हुन्छ। त्यो चाहिँ तपाईँले आफ्नो सेयर किन्दै गर्दाखेरि कति टाइम्स बढी तिर्नु भयो त, 100 रुपियाँको सेयर हो लिस्ट भएको, अब त्यसमा चाहिँ तपाईँले अन टप अफ इट कति प्रतिशत चाहिँ धेरै तिरिरहनु भएको छ त, त्यो चाहिँ नर्मली 3 वा 5 भन्दा थोरै भएको चाहिँ हामीले राम्रो मानिन्छ। जस्तो 100 रुपियाँ बुक भ्यालु छ भने त्यसको प्राइस 300 वा 500 सम्म छ भनेदेखि चाहिँ फाइन। तर माथिपट्टि अघि मैले जे भने अर्निङ पर सेयरहरू हेर्नु पऱ्यो, बुक भ्यालुको साइडहरू हेर्नु पऱ्यो, यो भइसके पछाडि चाहिँ तपाईँलाई एटलिस्ट त्यो कम्पनी डुबेको छैन, घाटामा छैन भन्ने चाहिँ ठ्याक्क थाहा हुने भएको भएर यो कुराहरू चाहिँ हेरेर अनि किन्दाखेरि बेटर। ठिक छ, यो चाहिँ कस्तो भयो भने जस एज अ बिगिनरले यो कुरा हेऱ्यो भने द्याट वुड बी भेरी मच बेनिफिसियल भनौँ न एक हिसाबले। कुरा गर्दैखेरि तपाईँको त्यस्तो कुनै एक्सपिरियन्स छ होइन जुनमा चाहिँ तपाईँले चाहिँ कसैलाई सजेस्ट गर्नुभयो यो राम्रो छ भनेर, अनि त्यो चाहिँ फल भएको त्यस्तो केसेसहरू छ केही? छ, मैले एकजनालाई अब नामै भनौँ स्टकको सिजिएच मैले लास्ट इयर 2024मा सजेस्ट त गरेँ। अब चार्ट प्याटर्न्सहरू एभ्रिथिङ वाज गुड, स्टक पनि ठिक थियो, तर अनफर्चुनेटली अब मार्केटको सिनारियोले गर्दाखेरि त्यो स्टक चाहिँ अलिकति तलपट्टि गयो, अराउन्ड 13% किनेको भन्दा 13% तलपट्टि गयो। नर्मली हाम्रो ट्रेडिङमा चाहिँ के हुन्छ भने 1:3 को रेसियो भनेर भनिन्छ, एक जति पार्ट 1 पार्ट यदि लस
कभरअप गर्न सक्ने क्षमता छ भने त्यसको 3 टाइम्स चाहिँ हामीले प्रफिट हेरेर आउँछ। जस्तो 5% स्टप लस गर्ने हो, 5%मा चाहिँ लस खाँदा म बेचिदिन्छु भन्ने हो भने 15%को प्रफिट हेरेर आउँछौँ। अब त्यहाँनिर चाहिँ हामीले 5%को स्टप लस हेर्दा हेर्दै पनि 10% एकदमै क्विक सक्सेसनमा पुगिसकेको थियो। खातामा सेयर आउँदाखेरि 10% कटिसकेको भएर चाहिँ यस त्यो चाहिँ एकदमै नराम्रो ट्रेड भएको थियो हाम्रो। के रिजन बिहाइन्ड इट? नो लोजिकल एक्सप्लेनेसन बिहाइन्ड इट, किनकि स्टक मार्केट नर्मली धेरै लजिकले पनि चल्दैन। अनि अब त्यो अफवाहहरू बाहिरबाट मार्केटमा के फैलियो, अनि अब ऱ्यान्डम सम न्युजहरू सिजिएसको बारेमा, अनि त्यस पछाडि फेरि त्यसको रिपोर्टहरू हिट भएको के कुराहरू निस्क्यो, अनि त्यसपछि त्यो स्टक आफै फल भयो। अनि नर्मल प्रोसेस थियो, तर वी गट अ ब्याड इट। तपाईँको कोही क्लाइन्टहरू हुनुहुन्छ जसले चाहिँ तपाईँलाई एकदमै थ्याङ्कफुल हुनुहुन्छ बिकज दे हेभ बिन अर्निङ भेरी लेस अन देयर रेगुलर जब, अनि सेयर मार्केटमा लागेपछि चाहिँ यु मेड मी सो गुड एट दिस, अथवा त्यस्तो केही कहानी छ भने इट वुड बी भेरी असम द्याट यु क्यान सेयर इट विथ अस? हुनुहुन्छ, उहाँको चाहिँ अलमोस्ट पोर्टफोलियो 30% डाउन भएको थियो। अनि सेम मेरो जस्तै सिनारियो, उहाँको पनि त्यही अब बुलमा पिकमा गयो, बेच्नु भएन, अनि अझै बढ्छ भनेर। तर अब बिस्तारै खस्किँदै गए पछाडि चाहिँ जुन 2022मा मेरो भेट हुँदाखेरि चाहिँ उहाँसँग भेट भएको थियो फर्स्ट टाइम, अनि उहाँको पनि पोर्टफोलियो सेम नै थियो। तर अब पछि 2 वर्षसम्म उहाँले आफ्नै हिसाबले गर्नुभयो। बट 2024मा हामी फेरि रिकनेक्ट हुँदाखेरि चाहिँ हेर न यति लस लागिरहेछ, अब अलिकति बेटर तिमीले गरेर रहेछौ, के सजेस्ट गर्छौ त भनेर भन्दाखेरि हामीले चाहिँ ल ठिक छ बसेरै कुरा गरेर अनि वी फिगर इट आउट द वे, अनि उहाँलाई गाइड गर्दै जाँदाखेरि चाहिँ उहाँको लसहरू चाहिँ रिकभर गर्न सकिएको थियो। यो सेयर मार्केटको सिनारियोमा नेपालको मार्केट र इन्टरनेसनल मार्केटमा वाट आर द डिफरेन्सेस द्याट तपाईँलाई चाहिँ फिल भएको त्यस्तो डिफरेन्सेसहरू? नर्मली टेक्निकल साइड्स आर सिमिलर, तर नेपालको मार्केट चाहिँ वान साइडेड छ। हामीले सर्ट सेलहरू गर्न मिल्दैन, त्यो भनेको घट्दाखेरि चाहिँ हामीले कमाउन मिल्दैन। माथि नै अब जस्तो कुनै एउटा स्टक चाहिँ 1000 रुपियाँमा पुग्यो, अब त्यहाँबाट घट्छ भन्ने देखियो, हामीलाई फिल भयो, कन्फिडेन्ट छौँ हामी भनेदेखि चाहिँ हामीले ब्रोकरलाई यति किता चाहिँ यहाँ बेचिदिनु भनेर, अनि त्यो किता नै तलपट्टि घट्दाखेरि हामीले किनेर दिन मिल्छ क्या बाहिर चाहिँ। जस्तो 1000मा किता बेचिदियो, 800मा चाहिँ त्यो किता किनेर ब्रोकरलाई दिन मिल्छ। त्यो बिचको प्रफिट जुन ग्याप छ 20,000को, त्यो चाहिँ एज अ ट्रेडर हामीले कमाइ हुन्थ्यो अब ब्रोकरहरूको फियर कटाएर। अनि त्यो प्रोसेसहरू चाहिँ नेपालमा छैन। अब जस्तो फ्युचर अप्सन्सहरू अनि फ्युचर अप्सन्सहरूको पार्टहरू पनि छैन नेपालमा। अलिकति स्लो चाहिँ छ नेपालको मार्केट, अलिकति थोरै टाइम मात्र खुल्छ, अनि हल्का स्लो चाहिँ छ। सो मैले फिल गरेको चाहिँ नेपालको मार्केट अलिकति स्लो छ, अनि अलिकति सानै स्टेजमा भएको भएर। जम्मा नेप्सेको पोइन्ट्स अहिले कति नै छ र 2700 पोइन्ट्समा खेलिरहेको छ, त्यो भनेको एकदमै सानो छ मार्केट। सो यो भएर चाहिँ अलिकति म्यानिपुलेटिभ एस्पेक्ट्सहरू चाहिँ अलिकति हाई छ, त्यो मात्रै हो। एक्ज्याक्टली म यही पोइन्टमा आउँदै थिएँ। नेपालको सेयर मार्केट चाहिँ एकदमै म्यानिपुलेटिभ छ भन्ने सुनिरहेको हुन्छ, देखिरहेको पनि हुन्छ। अनि यो चाहिँ इज द्याट एकदमै ट्रु हो कि यो जस्ट र्युमर्सहरू हो कि? अनि यदि म्यानिपुलेटिभ छ भने के कुराले चाहिँ म्यानिपुलेटिभ हुनसक्छ त्यो कुराहरू? नर्मली स्टक मार्केट हरेक कन्ट्रीको म्यानिपुलेटिभ नै हुन्छ, एक न एक हिसाबले केही न केहीले म्यानिपुलेटिभ भइ नै राखेको हुन्छ। अब जोसँग अलिकति बढी पैसा छ वा अलिकति हायर लिक्विडिटीहरू छ, जसलाई हामी स्मार्ट मनी भनेर नर्मली मार्केटमा हाम्रो मार्केटको टर्ममा चाहिँ स्मार्ट मनी भनेर बुझ्ने गर्छौँ। जोसँग एकदमै ब्लाइन्ड मनी हुन्छ, उनीहरूले दे ट्राई टु क्रिएट द न्युज, उनीहरूले न्युजलाई बेच्दिन खोज्छ वा इनसाइड केही इन्फर्मेसनहरू पाएको छ भने उनीहरूलाई त्यसलाई युज गर्न खोज्छ। नेपालमा पनि देखिन्छ यस, त्यहाँनिर अब हामीले नर्मली पनि फलानु ब्रोकरले यति उठायो अरे भनेर भन्ने कुराहरू सुन्छौँ। हामीले हेर्दै गर्दा नर्मल रिसर्च गर्दै गर्दाखेरि पनि म्यानिपुलेसन अलिअलि देखिन्छ भने बाहिर वी क्यान से इट के भइरहेछ भनेर, अब यही नै भयो भनेर भन्यो भने फेरि हामी पनि म्यानिपुलेसनमै पर्छौँ। तर वान वे अर अनदर मार्केटमा म्यानिपुलेसन चाहिँ चल्छ। दे ट्राई टु म्यानिपुलेट यु, तपाईँलाई एकदमै हायर प्राइसमा किनाउनलाई अनि लोवर प्राइसमा चाहिँ बेच्नको लागि दे ट्राई टु म्यानिपुलेट यु। म्यानिपुलेसनको साथसाथै आई वान्ट टु के जोड्न मन लाग्यो भने इनसाइडर न्युज होइन, अनि त्यसपछि भित्री मान्छेहरूले न्युजहरू बाहिर ल्याएर तपाईँहरूलाई दियो भने अनि त्यो सेयर किन्नुभयो भने इट विल ग्रो भन्ने कुराहरू पनि, इज द्याट अ रियल थिङ? यस, यसमा त एकजना
ठुलै अधिकारीलाई कारवाही पनि भएको हो। उहाँले आफ्नै छोरीलाई परिवारलाई चाहिँ इनसाइडको इन्फर्मेसन दिनुभयो अनि त्यहाँबाट अलिकति लार्ज सम अफ मनी कमाउनु भयो भनेर। अनि रिसेन्टली पनि एकजना हाइड्रो पावरको राम्रै लगानीकर्तालाई पनि यही अभियोग लागेर केही टाइम हिरासतमा पनि बस्नु भएको थियो। सो यस, अब न्युज चाहिँ ट्रु हो, अब यो यस्तो हुन्छ पनि। तर जुनसुकै वर्ल्डको जहाँसुकै पनि स्टक मार्केटमा राम्रो पैसा देखिसके पछाडि यो सल्बलाउनु कुराहरू यो नेचुरल नै कुराहरू हो। एभ्री वान हेज अब एभ्री कोइन हेज अ ब्राइट साइड एन्ड अ डार्क साइड। अब हामीले चाहिँ फोकस गर्नुपर्ने भनेको नेपालको मार्केट अलिकति सानो छ, त्यही भएर यो साइडहरू चाहिँ अलिकति बढी सल्बलाउन खोज्छ नै। अब अहिले पनि रिसेन्टली हेर्नुभयो होला तपाईँले, अब न्युजहरू एकदम म्यासिभ न्युजहरू आइरहेको छ, 5 अर्ब लगभगको सेयरहरू यतिकै किन्न दिएको यताउता। अब यो पनि त म्यानिपुलेसनको एउटा पार्टहरू हो, मार्केट म्यानिपुलेसन गर्नलाई नै गरेको हो। अनि सो यो कुराहरू चाहिँ एकदमै अनेस्टली ट्रु नै हो। यो लिगल थिङ त होइन नि है एक हिसाबले? यो एक हिसाबले भन्दा पनि कुनै पनि हिसाबले यो लिगल होइन। कुनै पनि ठाउँबाट यसलाई जस्टिफाई गर्नै मिल्दैन, किनकि मार्केटलाई त नेचुरली फ्लो हुन दिनुपर्छ नि त। तर अब यहाँनिर चाहिँ अब कोही प्रमोटर त्यस्तै निस्किन्छन्, फेरि कम्पनीको उनीहरूले इन्फर्मेसन सेल आउट गर्ला, वा अब कसैले अलिकति बढी पैसाको लोभमा केही गरिदेला। अब यो फेरि जताततै हुन्छ। अघि मैले पनि भनिहालेँ, इभन युएसको मार्केटमा त हरेक वर्ष कोही न कोहीलाई इनसाइड ट्रेडिङको लागि समातिरहेको हुन्छ भने नेपालमा नहुने भन्ने त कुरै छैन। तपाईँले स्टार्ट गर्दाखेरि चाहिँ होइन, जे होस् तपाईँले आइपिओबाट सुरु गर्नुभयो, आफ्नो ठाउँमा छ, तर आइपिओबाट धेरै प्रफिट त भएन होला, जुनले चाहिँ म चाहिँ सेकेन्डरी मार्केटमा जम्प हुन्छु भनेर होइन। सो वाट वाज द एमाउन्ट जुन चाहिँ तपाईँले स्टार्टिङ गर्दाखेरि एज अ स्टार्टअप एज अ बिजनेसको रूपमा लिँदाखेरि, इज देयर एनी सम अफ एमाउन्ट द्याट यु इन्भेस्टेड? मैले चाहिँ त्यतिखेर आफ्नो सेभिङ्सहरू पनि थियो, राम्रै कमाउँथेँ मैले त्यतिखेर। अनि आफ्नै सेभिङ्सहरू अराउन्ड 5 लाख जस्तोको आफ्नो सेभिङ्स, अनि पेरेन्ट्सबाट अलमोस्ट त्यति नै पैसाको चाहिँ अब एज अ लोन नै लिएर अनि सुरुवात गरेको। अलमोस्ट तपाईँले 10 लाख्सबाट स्टार्ट गर्नुभयो त्यो एमाउन्टमा भन्दाखेरि होइन। सो यो 10 लाख्स इन्भेस्ट गर्दा चाहिँ तपाईँले बिजनेसमा इन्भेस्ट गराए भए बेटर हुन्थ्यो कि होइन सेयर मार्केटमै बेटर भइरहेछ भनेर त्यो कहिले सोच्नु भयो त त्यस्तो कुराहरू? यो चाहिँ एकदमै धेरै क्वेसन्सहरू अराइज हुने हो। कहिलेकाहीँ अलिकति ओभरथिङ्क हुँदाखेरि, कहिलेकाहीँ लसेसहरू स्टप लस बुक गर्दै गर्दाखेरि त्यो ब्याक अफ द माइन्ड जतिसुकै स्ट्रङ छु भनेर भन्दा पनि होइन यो बुक द लस, त्यो हात अलिकति काम नै गर्छ। अनि एक टाइम राति मजाले सुतेर अब अलिकति सेल्फ रियलाइजेसनमा जाँदाखेरि वाट इफ आई हेभ डन समथिङ डिफ्रेन्ट, बरु बिजनेस नै गरे भए हुन्थ्यो होला, अलिकति बढी प्रफिट हुन्थ्यो कि भन्ने देख्छु। त अनि फेरि अब बजारमा बाहिरपट्टि अब मार्केटको हल्ला सुन्छु, फलानाले बिजनेसमा यो गर्यो त्यो गर्यो, अब बिजनेसमा मार्केट छैन, फलानु छैन भनेर भन्दा एटलिस्ट आइम साइडमा ओन होम, म आफ्नै घरभित्रपट्टि छु, आफ्नै लाइफमा छु, एउटा पोजिसन सेफ पोजिसनमा छु, आफ्नै कम्फोर्ट जोनभित्रपट्टि छु, अनि मैले आफैले आफ्नो कामहरू केही गरिराखेको छु। सो बिजनेस भन्दा पनि आई थिङ्क मेरो नेचरलाई चाहिँ यही नै सुट हुन्छ, त्यतिखेरसम्म यही नै सुट हुन्छ भनेर। अनि आई ट्राई टु कन्भिन्स माइसेल्फ आइम इन अ राइट ट्र्याक भनेर। अब म यसमा डिबेट चाहिँ गर्दिनँ, किनकि बिजनेसम्यान हेभ देयर ओन पर्क्स, अनि स्टक मार्केटको आफ्नै पर्क्सहरू छ। तर फर मी, म जुन नेचरको मान्छे छु, अलिकति इनसाइड बस्न मन पराउने, घरभित्र बस्न मन पराउने भएको भएर चाहिँ बिजनेसभन्दा पनि आई थिङ्क यसैमा म खुसी नै छु। एज अ फुल टाइम ट्रेडर, इज दिस भेरी गुड देन अ रेगुलर जब? टाइमको हिसाबले, इन्कमको हिसाबले इट माइट बी भेरी बेस्ट होइन, कहिलेकाहीँ इट माइट बी नट बेस्ट अल्सो, त्यो आफ्नो ठाउँमा छ। तर एज अ टाइमको हिसाबले इट्स बेटर देन अ रेगुलर जब, 9 to 5 जब? यसमा चाहिँ डिपेन्ड गर्छ। इफ यु आर स्टार्टिङ विथ एकदमै लिमिटेड अमाउन्ट अफ मनी, इट्स नट बेटर देन अ जब। यो बेटर, यो जबभन्दा बेटर हुँदै होइन। अलिकति सानो अमाउन्टले लिएर आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ अलिकति गाह्रै हुन्छ स्टार्टिङ फेजमा सस्टेन हुनलाई। सो जबसँगै साइड बाई साइड नै यसलाई लिएर जाँदाखेरि बेटर हुन्छ। तर अलिकति ठुलो अमाउन्ट छ तपाईँसँग अनि पेसेन्स पनि छ, सिकेर आउनु भएको छ भनेदेखि चाहिँ यस, यो जबभन्दा इट्स अ फार बेटर मार्केट जहाँबाट तपाईँले अथाह पैसा कमाउन सक्नुहुन्छ। ओके, टकिङ अबाउट मनी थिङ्स होइन, तपाईँले अ डेमा चाहिँ होइन एमाउन्टमा भन्नुपर्दाखेरि चाहिँ कति लस गर्नुभएको छ? मैले एक दिनमा सबैभन्दा ठुलो लस फेस गरेको भनेको अराउन्ड 15%को छ। केही फिगर छ त्यसमा? मेरो पोर्टफोलियो अराउन्ड 10 को थियो त्यतिखेर। हजुर। अनि आई वेन्ट अल इन एउटै स्टकमा, द्याट वाज अ मिस्टेक।
यो पनि हो बिगिनरले गर्न नहुने मिस्टेक, अल इन गेटिङ अल इन इन्टु वान स्टक, एउटै स्टकमा धेरै ट्रस्ट गरेर। अनि मैले चाहिँ त्यो स्टक +5 हुँदाखेरि लिएको हो, त्यो दिनको +5% हुँदाखेरि, अनि डे इन्ड हुँदाखेरि 3 बज्दाखेरि त्यो स्टकले -10% हानिसकेको थियो। सो वाट वाज यर रियाक्सन त्यो बेलामा? भेरी हार्ड फिलिङ्स, एकदमै हेभी। अनि वाइ डिड आई डु वाट आई डु भनेर एकदमै रङ फिलिङ्स। अनि रिग्रेट, बरु नलाग्या भए हुन्थ्यो काइन्डको। अनि अब एकदमै ठुलो लस थियो त्यो मेरो लागि पर्सनल्ली भन्नुपर्दाखेरि। अनि मेरो जबको अराउन्ड 3 मन्थको स्यालेरी आई वाइप्ड इट आउट इन अ डे। सो इट वाज अ भेरी रङ थिङ। अलिकति सोच्न बाध्यमा पुग्नु भयो तपाईँ त्यो मोमेन्टलाई होला होइन। सो लेट्स चेरिस द्याट मोमेन्ट बिकज त्यो मोमेन्टमा तपाईँले लेट्स एन्ड इट हियर भन्नुभयो भए आई डोन्ट थिङ्क यु वुड बी हियर होइन। सो यु जस्ट कन्टिन्यू। सो लसको कुरा त गऱ्यौँ होइन। सो वाट इज द बिगेस्ट प्रफिट द्याट यु मेड इन अ डे? इन अ डेमा चाहिँ मैले 20%सम्म गेन गरेको छु। -10 को स्टक मैले उठाएर 10%मा पुगेको छ त्यो क्लोजिङ हुँदाखेरि। अब या इट्स अ पार्ट अफ स्टकको अब भोलाटिलिटी, तर आई वाज भेरी लक्की द्याट डे। मैले अब त्यति नै हुन्छ भनेर चाहिँ लिएको होइन। मेरो प्लानिङ अराउन्ड 1 मन्थमा 30% को प्लानिङ थियो त्यो स्टकमा, तर लक्किली त्यही दिन नै 20% भयो। अनि अर्को दिन फेरि -5बाट सुरु भयो, तर इट इन्डेड विथ अ पोजिटिभ सर्किट। सो यस, द्याट वाज द डे। अनि यस्तै डेहरू नै हो, कुनै दिन -15 भइन्छ, कुनै दिन +20 भइन्छ। हामीले चाहिँ अहिलेसम्म के जान्यौँ भने ट्रेडिङ इज भेरी गुड, रेगुलर इन्कम जब भन्दा इट्स भेरी गुड। अनि यहाँ चाहिँ तपाईँले नसोचेको पैसा कमाउन सक्नुहुन्छ। साथसाथै इफ यु ह्याभ पेसेन्स अनि पैसा छ भने चाहिँ इट्स बेटर टु बी अन दिस फिल्ड। अनि एकदमै धेरै तपाईँले रिसर्च गर्नुपर्ने हुन्छ, सबै एकदमै डिप डाइभ गरेर चाहिँ यो क्षेत्रमा आउनुभयो भने चाहिँ यु विल बी प्रफिटेबल। अनि वी अल्सो लर्न अबाउट द मिस्टेक्स एन्ड एभ्रिथिङ। नाउ कमिङ ब्याक, हामी चाहिँ उहाँसँग कुरा गर्दा चाहिँ अब हाम्रो मनीको कुरा त आइ नै हाल्छ होइन। मोटिभेसनको कुरा अलिअलि भइहाल्यो, त्यसपछि म्यानेजमेन्टको कुरा इट कम्स विथ द मनी एन्ड एभ्रिथिङ होइन। सो द मनीलाई चाहिँ अलिकति प्रायोरिटाइज गरेर कुरा गरौँ होइन। सो यो ट्रेडिङ गरेर होइन, वाट इज द मोस्ट एक्सपेन्सिभ थिङ यु हेभ एभर ब्रट? मैले ट्रेडिङबाट 2024 को प्रफिटबाट, एउटा इयरको प्रफिटबाट चाहिँ आई स्टार्टेड इन्टु कन्टेन्ट। अनि कन्टेन्टको सेटअप्सहरू, त्यस पछाडि क्यामराज, डिभाइसेस, अब यु नो हाउ एक्सपेन्सिभ इट गेट्स। अनि मेरो कम्प्लिट सेटअप्सहरू नै मैले त्यही ट्रेडिङ 1 इयरको ट्रेडिङको प्रफिटहरूबाट सम फ्यु पोर्सन अफ इट चाहिँ मैले त्यसैमा लगाएको थिएँ। अनि प्लस भेहिकल म अहिले स्कुटर चढ्छु त्यो पनि आफ्नैबाटै लिएको थिएँ। सो एभ्री एक्सपेन्सेस त्यो बेलाको गरेको ह्युज एक्सपेन्सेसहरू चाहिँ त्यही नै थियो। ओके, सो द्याट मिन्स 1 इयरको प्रफिटबाट भन्नुभयो। द्याट्स ग्रेट। यहाँ हामीले आफै 1 इयरको प्रफिट त के होइन, 2 इयरको इन्कमले नि स्कुटर किन्न सकिरहेको हुँदैन। एउटा क्यामेरा किन्नलाई वी हेभ टु थिङ्क अ लट। ओके, कमिङ ब्याक अन द मनी थिङ होइन। सो आजको दिनमा यु स्टार्टेड विथ 10 lakhs भनौँ न। सो कमिङ हियर दिस फार अलमोस्ट 7+ years, 6+ years, 7 years कम्प्लिटेड। यो 7 yearsमा चाहिँ आजको दिनमा लेट्स से वाट इज यर पोर्टफोलियो लुक लाइक्स? सो यसमा त ठ्याक्कै एमाउन्ट भन्नु परेन, आई नो द्याट यु माइट नट बी भेरी कम्फर्टेबल सेयरिङ। सो हामीले कि एउटा एकदम लग्जरियस गाडी किन्न सक्छौँ नेपालको कन्टेक्स्टमा तपाईँको पोर्टफोलियोको हिसाबले? मिड लग्जरियस एउटा इभी, मिड लग्जरियस एउटा इभी। ओके, सो सबै ट्रेडिङबाटै होइन भनेको अलमोस्ट he started with a sum of money, अहिले इन्टु 10 times or more than that पनि भइसकेको छ भन्ने हामीले गेस गर्न सक्छौँ यहाँबाट। यु क्यान फाइन्ड इट आउट। सो जे होस्, ट्रेडिङ इट्स बेटर फर यु अहिलेको कन्टेक्स्टमा? यस, अहिलेको कन्टेक्स्ट लास्ट 4 इयरबाट बिङ अ फुल टाइम ट्रेडर हेज बिन प्रफिटेबल फर मी। सो अब अहिले 2026 को कुरा आउँदाखेरि होइन, सो द मार्केट इज भेरी फ्लक्चुएटिभ होइन। कहिले एकदमै घटिरहेको हुन्छ, कहिले एकदमै बढिरहेको हुन्छ होइन। सो अहिले इन्ट्री गर्ने मान्छेहरूलाई चाहिँ होइन, सो वाट यु सजेस्ट? अहिले इन्ट्री गर्नेहरूलाई चाहिँ सबै पैसा एकैचोटि इन्ट्री नगर्नु भन्ने
भनेर भन्छु। हाम्रोमा चाहिँ ल्याडर इन्ट्री भनेर भनिन्छ। एउटा पोइन्टहरू हामीले फिगर आउट गरिसके पछाडि चाहिँ नर्मली जति बढेको छ त्यसको 50% जस्तो डाउन भएपछि बल्ल इन्ट्री सुरु गर्ने। र इन्ट्री सुरु गर्दाखेरि चाहिँ यदि 100 किता किन्ने आफ्नो फाइनेन्सियल क्यापेबिलिटी हो भनेदेखि चाहिँ पहिला सुरुमा 10 किता किन्ने, अनि त्यो प्राइसभन्दा 4-5% फेरि डाउन भएपछि 20 किता किन्ने, अनि फेरि 2-3% डाउन भयो भने अरू 30 किता किन्ने। सो यसरी गर्दै गर्दाखेरि चाहिँ तपाईँको व्याक पनि, तपाईँको एभरेज कस्टिङ पनि तलपट्टि आइरहन्छ। अनि तपाईँलाई एकदमै मैले माथि किनेँ अब म फसेँ भन्ने साइकोलोजिकल प्रेसर पनि हुँदैन। अनि अर्को कुरा चाहिँ एउटा पोइन्ट बनाएर हामीले स्टप लस चाहिँ म यतिमा, अब मैले किनिसकेपछि 100 किता किन्नु थियो मेरो प्लान, किनिसकेँ, ल्याडर इन्ट्री गरिसकेँ भनेदेखि अबको 5% वा 10%मा चाहिँ म एक्जिट गर्छु है। लस भयो भने चाहिँ म कम्पलसरी एक्जिट गर्छु, रिगार्डलेस जुनसुकै इमोसन्स आओस्। भोलि बढ्ला नबढ्ला थाहा छैन, तर म एक्जिट चाहिँ गर्छु भनेर त्यो प्लानिङ सहित चाहिँ आउनु भनेर भन्छु। यस्तोमा चाहिँ कस्तो हुने रहेछ भने अब मान्छेहरूले अलिकति पेसेन्स नभइदिने स्टार्ट गर्ने मान्छेहरूले। सो यदि पेसेन्स गर्नुभयो भने चाहिँ यु मिन टु से देयर इज अ प्रफिट। यस, कहिलेकाहीँ इन्ट्री गर्नको लागि तपाईँले 3 महिना पनि कुर्नुपर्ने हुन्छ। मार्केट माथि गइरहेको छ भने रङ ठाउँमा इन्ट्री गर्ने कुरा भएन। अनि अब चढिरहेको गाडीमा अब हुत्तेर छिर्ने कुराहरू पनि भएन, लडिन्छ। बरु अब त्यो गाडी कतिखेरसम्म रोकिन्छ त, बिस्तारै रोकिँदै 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 गएपछि बरु इन्ट्री गर्दै 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 जाने। अनि त्यस पछाडि चाहिँ अलिकति पेसेन्स राख्ने। त्यो स्टक चढ्नु पनि पऱ्यो, माथि पनि जानु पऱ्यो, अनि आफूले भनेको जस्तो अचिभेबल टार्गेटमा पनि पुग्नु पऱ्यो। कहिलेकाहीँ त्यो टार्गेट पुग्नुभन्दा अगाडि नै त्यसको फाइनेन्सियल रिपोर्ट्सहरू आउला वा अरू केही कुराहरू आउला जसले चाहिँ तपाईँलाई फ्युचरको यसको डिरेक्सन के हुनसक्छ भनेर देखाउन सक्छ। हो, त्यसको लागि चाहिँ एकदमै धेरै प्रिपेयर्ड हुनु पऱ्यो। अलिकति हामीले इन्ट्री लेभल मान्छेलाई पनि यो गर्नुभयो भने चाहिँ द्याट वुड बी बेस्ट भनेर सजेस्ट गरिदिनु भयो होइन। सो आजको दिनमा 2026मा चाहिँ तपाईँ चाहिँ जेरोबाट सुरु गर्नु पऱ्यो अरे। आजको दिनमा यु हेभ फ्यु लाक्स भनौँ न, ल 2 लाख रुपियाँ छ अरे, तर त्यहाँबाट सुरु गर्नु पऱ्यो भने वाट आर द थिङ्स द्याट यु विल कन्सिडर, अथवा मार्केट छिर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो तपाईँ? ओके, लेट्स मेक इट फर्दर इजियर। 2 लाख पनि मान्छेसँग, प्रायः मान्छेहरूसँग, भ्युवर्सहरूसँग नहोला, प्रायः स्टुडेन्टहरू हुनुहुन्छ होला हु जस्ट वान्ट टु स्टार्टअप। म यदि स्टार्टिङ एकदमै स्टार्टमा हुन्थ्यो भने आउट ट्राईमा लक विथ आइपिओज। फर्स्ट अफ अल म सेकेन्डरी मार्केटमा छिर्नुभन्दा पनि आइपिओबाट स्टार्ट गर्नलाई भन्थेँ, किनकि आइपिओ एकचोटि परिसके पछाडि चाहिँ नाउ यु गेट कन्फिडेन्स बुस्ट हुन्छ। 1000 रुपियाँ हालेर मिनिमम पनि 5000। अब अहिलेको कन्टेक्स्टमा हेर्नुहुन्छ भनेदेखि त 10,000 12,000 इजी मनी भइरहेको छ। अब आफ्टर ट्याक्स पनि 10,000 हातमा आइसके पछाडि यु ल्याभ 10वटा अरू आइपिओ भर्नको लागि पैसा हुन्छ। त्यो भइसकेपछि चाहिँ तपाईँले आफ्नो खर्चहरू केही गर्नु होला, 2-3 हजार खर्च गर्नु होला, के गर्नु होला, तर बाँकी पैसा चाहिँ यु रिइन्भेस्टेड। अनि आइपिओमा छिरे पछाडि चाहिँ एउटा आइपिओ परेर निक्लेको पैसा वा 2टा आइपिओ परेर निक्लेको पैसाले चाहिँ नाउ 10 किता भए पनि सेकेन्डरी मार्केटमा तपाईँले इन्ट्री गर्न सक्नुहुन्छ। अब यहाँ के हुन्छ भने 1000 रुपियाँ तपाईँले हाल्नुभएको आफ्नो कस्टिङ हो, सायद 5,000 गरेर 2टा आइपिओबाट 10,000 आयो। त्यो पैसाको चाहिँ सर्टेन अमाउन्ट जस्तो 200-300 रुपियाँ पर्ने स्टकहरू वा 400 रुपियाँकै स्टकहरू तपाईँले 10 किता किन्नुभयो, त्यो त तपाईँको फ्री मनी हो नि त। एक्ज्याक्टली। त्यो 10 किता अब तपाईँको त्यो पैसा चाहिँ 400मा किनेको पैसा 200मै गयो भने पनि त्यो त तपाईँको प्रफिटमा मात्रै लस लाग्यो, तपाईँको एक्चुअल क्यापिटलमा लस लागेको होइन, राइट? सो अब बाँकी अर्को 2000 छ, त्यो चाहिँ तपाईँले अरू आइपिओमा लगानी गर्नलाई मात्रै युज गर्नु। अनि त्यो 10 किताले अब तपाईँलाई अलिकति बढी कन्फिडेन्स दिन्छ। त्यसपछि तपाईँ अनि सिक्न थाल्नु, अलिकति लर्न गर्नलाई पनि मोटिभेसन चाहिन्छ कि यत्तिकै म आज आउँछु सिक्छु भनेर भन्यो भने स्टक मार्केट इज अ भेरी टायरिङ प्रोसेस। यसको क्यान्डलस्टिक्सहरू, यसको प्याटर्न्सहरू सिक्यो फर्स्ट डे अन द मार्केट यु विल फिल लाइक यु हेभ नथिङ। कहिलेकाहीँ मैले केही पनि सिकेको छैन जस्तो हुन्छ। एभ्री डे इज अ हम्बलिङ एक्सपिरियन्स। जुनसुकै दिन पनि हम्बलिङ एक्सपिरियन्स हुनसक्छ। नेभर नो नेक्स्ट मुभ के हुनसक्छ सेयर मार्केटमा, एन्ड देन भोलि के हुनसक्छ आज त्यो त प्रेडिक्टै गर्न सकिँदैन। यस, तपाईँ जति एक्सपिरियन्स हुँदै जानुभयो तपाईँको एक्सपिरियन्सले चाहिँ तपाईँलाई इन्ट्युसन अलिकति स्ट्रङ बनाउने हो, अनि तपाईँको प्रेडिक्सन एबिलिटी अलिकति राम्रो बनाउने मात्रै हो। तपाईँ 100% स्किल्ड कहिले पनि स्टक मार्केटमा हुनुहुन्न। अब अहिले मैले आएर जतिसुकै गफ दियो भने भोलि बिहान मेरै पोर्टफोलियोमा राम्रै डेन्ट लाग्न सक्छ, किनकि अब मार्केट इज मार्केट ओन्ली मार्केट नोज वेयर इट क्यान गो। हामीलाई त केवल प्रेडिक्सन मात्र गर्ने हो। त्यही भएर यसमा स्टार्ट गर्नको लागि चाहिँ एकदमै नर्मल मान्छेहरूले स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ पहिला सुरुमा आइपिओबाट आउनु, वा 5-10 हजार 20 हजार छ, मलाई यो पैसा चाहिँ अब मलाई घाटा लाग्यो पनि केही पनि हुँदैन भन्ने छ भने बल्ल हाल्नु। आफ्नो सेभिङ्स गरेर राखेको पैसामा चाहिँ जति पैसा तपाईँले गुमाउँदाखेरि पनि चित्त दुख्दैन त्यति पैसाबाट चाहिँ सुरु गर्नु। अनि त्यो सुरुवात गर्दै गर्दाखेरि चाहिँ अब एकचोटि सुरुवात गरेपछि बिर्सिदिने होइन, क्यारी अन विथ इट, सिक्दै जानु।
त्यो स्टक बढ्यो भने किन बढ्यो त, वाट इज द लजिक बिहाइन्ड इट? यत्तिकै म्यानिपुलेट भएर बढेको हो, बुक भ्यालु तल छ, सबै कुराहरू तल छ, त्यही पनि त्यसको किता मात्रै थोरै भएर, अब सप्लाई मात्रै थोरै भएर डिमान्ड हाई फेक डिमान्ड जेनेरेट गराएर बढाइदिएको हो कि होइन? मान्छे नर्मली एकदमै इन्ट्रेस्टेड भएर त्यो स्टकले राम्रो डिभिडेन्ड दिइराखेको छ त्यो भनेर पो गएको हो कि, त्यो फिगर आउट गर्नु। अनि बिस्तारै वान बाई वान तपाईँले एउटा स्टेप जानिसकेपछि अर्को स्टेपको लागि आफै मोटिभेटेड हुनुहुन्छ। सो नाउ यु क्यान एक्चुअली अर्न मनी। यसरी चाहिँ सुरुवात गर्न सक्यो। सो यो कुरा ठ्याक्कै मैले नेक्स्ट क्वेसनलाई पनि जोड्न आँटेको थिएँ, बट यु मेड इट क्लियर हियर। स्टक मार्केटमा एज अ स्टुडेन्ट अथवा एज अ हाउसवाइफ अथवा एज अ जो चाहिँ घरमा बस्नुहुन्छ उहाँले कसरी इन्ट्री गर्न सक्नुहुन्छ भन्ने क्वेसनमा नि आई थिङ्क यु सेड इट हियर ओन्ली, होइन? स्टार्ट विथ आइपिओ एन्ड देन यु ट्राई टु लर्न थिङ्स अबाउट सेकेन्डरी मार्केट, अनि त्यसपछि आइपिओको पैसाले यु ट्राई अन डिफ्रेन्ट सेयर्स। जस एउटै सेयरमा चाहिँ सबै पैसा लगानी नगर्नु, द्याट्स बेस्ट। अनि यो आइपिओको कुरा गर्दै गर्दाखेरि नेपालको कन्टेक्स्टमा मेरो सराउन्डिङमा हुनुहुन्छ भने मैले गाउँभरिकै मान्छेको डिटेल्स लिएर आइपिओ भर्छु, होइन? हाम्रो त्यस्तै चलिरहेको हुन्छ नि त धेरै जसो। सो इज द्याट अ लिगल थिङ? तपाईँले उहाँहरूको कन्सेन्टमा भरिदिनु भयो भने त्यो लिगल भयो, तर उहाँहरूको कन्सेन्ट नै छैन, उहाँहरूलाई आइपिओको बारेमा केही पनि थाहा छैन, तर तपाईँले चाहिँ उहाँहरूको अब ब्याङ्क अकाउन्ट पनि तपाईँले चलाइदिइरहनु भएको छ, डिम्याट अकाउन्ट पनि तपाईँले चलाइदिइरहनु भएको छ, अनि उहाँहरूको नाममा तपाईँले आफैले कारोबार गरिदिइरहनु भएको छ भनेदेखि चाहिँ नाउ द्याट्स इलिगल। त्यो चाहिँ लिगल साइडमा पर्दैन, त्यो मोरली पनि रङ भयो अनि कानुनी रूपमा पनि रङ भयो। कुनै अर्काको डिटेल युज गरेर फाइनेन्सियल वर्ल्डमा त्यसरी छिरिदिन चाहिँ मिल्दैन। नेपालमा चाहिँ अब भनौँ न एज एजुकेसनको पर्सपेक्टिभबाट अथवा हाम्रो ठाउँहरू पनि त्यस्तै छ जहाँ चाहिँ मान्छेलाई लिट्रेसी एकदमै कम छ। सो त्यस्तो ठाउँमा चाहिँ यो सेयर मार्केटको कसरी चाहिँ एजुकेसन दिन सकिन्छ? तपाईँलाई केही आइडिया होला त्यस्तो कुरामा? यस्तो कुराहरूमा चाहिँ नर्मली सरकारले क्यापिटल फर्मेसन भनेको के हो त, यो पुँजी चाहिँ कसरी युज हुन्छ, अनि सबैजनालाई चाहिँ यो तपाईँले राख्नुभएको सानो सानो सेभिङ्सहरू चाहिँ ब्याङ्कले यति रिटर्न दिन सक्छ, अनि ब्याङ्कमा पनि राख्नु, तर एक्स्ट्रा मनी केही छ भनेदेखि चाहिँ स्टक मार्केटमा राख्नु। अब स्टक मार्केटबाट चाहिँ यो कुराहरूमा फाइदा हुन्छ। जस्तो अहिले चाहिँ तपाईँले भन्नुभएको जस्तै यसको एकदमै क्लियर इक्जाम्पल के हो भने रुरल हाइड्रो पावर्सहरू। तपाईँले अहिले पनि नेप्सेमा लिस्ट भएको 3 मेगावाट 5 मेगावाट 10 मेगावाटको सानो प्रोजेक्टहरू पनि लिस्ट भएको देख्नुभयो होला। सो यो प्रोजेक्टहरू चाहिँ एकदमै रुरल गाउँहरूमा बनेको हुन्छ, जस्तो सङ्खुवासभामा हुन्छ, कोही कहाँ हुन्छ। यहाँनिर चाहिँ हाइड्रो पावरहरूमा के फाइदा हुन्छ भने लोकल्सहरूलाई सेयर दिइन्छ, राइट? सो लोकलहरूलाई चाहिँ अब गएर के बुझाउनु पऱ्यो भने तपाईँहरूले सेयर पाउँदाखेरि चाहिँ केमा फाइदा हुन्छ त? भोलिको दिनमा तपाईँले आज हाल्नुभएको 100 रुपियाँले भोलिको दिनमा 3 वर्षपछि उहाँहरूले बेच्न पाउनुहुन्छ। लक इन अवधि सकिन्छ, उहाँहरूले 3 वर्षमा बेच्न पाउनुहुन्छ। 100 को सेयर उहाँहरूले 300 मा बेच्न पाउनु भयो भने न उहाँले 100 किता मात्रै भर्नु भएको थियो भने पनि 10,000 को 30,000 रुपियाँ भयो, वा त्योभन्दा अलिकति बढी भर्नु भएको थियो भने अलिकति बढी पैसा आयो। नाउ द्याट्स प्रफिटेबल फर देम। उहाँहरूको त अब एकदमै धेरै काम गरिसके पछाडि अब उहाँ नर्मली खेतीपाती धेरै भइरहेको हुँदैन, गाउँघरहरूमा कमाइ अलिकति कम हुन्छ, कमाउने प्रस्पेक्ट कम हुन्छ, उहाँहरूलाई त त्यो थोरै थोरै इन्कम पनि त राम्रो हो नि त। हो यो कुराहरू चाहिँ सानो सानो कुराहरू चाहिँ उहाँहरूलाई कन्भे गरिदियो भनेदेखि द्याट वुड बी मोर इन्ट्रेस्टिङ, अनि उहाँहरूलाई पनि अलिकति हो यो चाहिँ ठिक रहेछ नि त भन्ने कुराहरूमा विश्वास पनि लाग्छ। तपाईँको पर्सपेक्टिभमा वाट आर द थिङ्स द्याट गभर्मेन्टले चाहिँ अझै राम्रो गरिदियो भने चाहिँ कमिङ ट्रेडरहरूलाई अथवा अहिले जो पनि ट्रेडर हुनुहुन्छ अथवा इन्भेस्टर हुनुहुन्छ उहाँहरूलाई चाहिँ हेल्पफुल हुन्छ भन्ने कुराहरू छ तपाईँसँग? छ। यसमा चाहिँ ट्रेडरहरूको नर्मली एउटा ट्रेडिङ लाइसेन्स नै सुरु गरिदिएदेखि बेटर भनेर भन्ने एउटा पार्ट हो मेरो चाहिँ। अब आई नो इट क्यान बी अ आर्ग्युएबल साइड, लाइसेन्स कसरी दिने के दिने भनेर, तर आई थिङ्क ट्रेडरहरूलाई चाहिँ स्टक मार्केटमा ट्रेडिङ गर्नुभन्दा अगाडि चाहिँ नयाँ जेनेरेसन हो, युथ हो, तिमीहरूको ब्लड अलिकति तातो हुन्छ, इम्पेसेन्ट हुन्छौ तिमीहरू, सेयर मार्केटले लोभ्याउन सक्छ, तर डु दिस है। स्टक मार्केटको ट्रेडिङ अकाउन्ट खोल्ने बित्तिकै सरकारले चाहिँ ब्रोकरहरूलाई म्यान्डेटोरी यो कुराहरू चाहिँ तपाईँले भनिदिनुपर्छ है, वा इन्फर्मेसन दिनुपर्छ है भनेर भनिदिनु भयो भनेदेखि चाहिँ नाउ द्याट्स मोर फ्रुटफुल जस्तो लाग्छ एउटा ट्रेडर, एउटा एज अ इन्सपाइरिङ ट्रेडरको रूपमा आउनको लागि। अनि अर्को कुरा भनेको चाहिँ अलिकति ट्याक्सेसनको साइडहरू चाहिँ भोलाटाइल नभइदियोस्। हरेक वर्ष 80% ट्याक्स बढ्दैछ अरे भन्ने जस्तो त्यो फेक न्युजहरूको शिकार बन्नु नपरोस् हामी। 80% ट्याक्स चाहिँ फिक्स हुन्छ स्टक मार्केटको लागि भनेर एउटा फिक्स ट्याक्सेसन होस्,
यो कुराहरू चाहिँ सरकारले विचार गरिदियोस् भन्ने लाग्छ। अनि नेक्स्ट थिङ इज स्टक मार्केटमा नेपालको साइड चाहिँ एकदमै वान साइडेड छ। अघि पनि मैले भने बढ्दाखेरि मात्र हामीले कमाउँछौँ, घट्दाखेरि कमाउने वा अरू साइडहरू हुँदैन। सो यो घट्दाखेरि पनि कमाउने एउटा साइड चाहिँ अन गरिदिए हुन्थ्यो, सर्ट सेलहरू अन गरिदिए हुन्थ्यो। अनि अर्को चाहिँ इन्ट्राडे मार्केट, आज किन्यो आजै बेचिदिन मिल्ने, ट्रेडरको लागि चाहिँ यो एकदमै एकदमै ठुलो कुरा हो। अब आई नो इट्स अ टु साइडेड सर्ड, यसले राम्रो पनि गर्छ नराम्रो पनि गर्न सक्छ, तर एउटा एकदमै इन्सपायरिङ ट्रेडर जो छ उसको एक्चुअल पर्फर्मेन्सहरू चाहिँ यसबाट पनि नापिन्छ। सो उसलाई चाहिँ कमाउने ठाउँ त दिनु पऱ्यो नि त। सो यो चाहिँ भइदियोस् जस्तो लाग्छ। वी आर अलमोस्ट एट द इन्ड अफ दिस पोडकास्ट होइन। सो कमिङ टु द इन्ड आई हेभ एनदर क्वेसन जुन चाहिँ सेयर मार्केटसँगै रिलेटेड जोइन्ट टाइपको भनौँ न, एसआइपी सिस्टमेटिक इन्भेस्टमेन्ट फन्ड इज एसआइपी स्क्याम? यसमा चाहिँ मेरो एकदमै स्ट्रङ ओपिनियन के हो भने तपाईँसँग स्टक मार्केटमा आएर डाइरेक्टली ट्रेड गर्न सक्ने ब्रेन छ भने इट विल बी अ स्क्याम फर यु। एसआइपीमा गएर लाग्नु भनेको चाहिँ अलिकति स्क्यामी नै हुन्छ। बरु एसआइपी गर्नको लागि कुनै क्यापिटललाई तपाईँले पैसा दिनुभन्दा पनि बरु त्यो पैसा चाहिँ अलिकति बढी रिसर्च गरेर, हल्का दिनमा 1 घन्टा 2 घन्टा मात्र बढी रिसर्च गरेर बरु आफैले कुनै एउटा फन्डामेन्टली राम्रो स्टक अलिकति रिसर्च गरेर आउनुभयो भने इट विल टेक यु ओन्ली 1 to 2 आवर फिगरिङ आउट कुन स्टकहरू लगानी गर्नुपर्छ भनेर। त्यसको अर्को दिन अलिकति बढी डिप रिसर्च गर्नुभयो भने त अहिले त झन् एआई छ, एआईले पनि हेल्प गरिदिन्छ। यी कुराहरूमा फोकस गर्नुभयो भने चाहिँ एसआइपी कम्पनीलाई लगेर आफ्नो पैसा चढाएर तपाईँले वर्षमा 10% वा अब अहिलेको कन्टेक्स्टमा हेर्नुहुन्छ नि त 9.5% अन एन एभरेज रिटर्न छ एनआइएमबीको एसआइपीको। अब 5 वर्ष सबभन्दा पुरानो एसआइपी त्यही नै हो। अब 9.5% वा 10% को लागि वा 13% 14% को रिटर्नको लागि, इयरली रिटर्नको लागि तपाईँहरूले त्यहाँ लगेर पैसा दिनुभन्दा पनि गर्न सक्नुहुन्छ भने चाहिँ आफैले गर्नु, तर कमिङ विथ इट। अब यसैमा अर्को एउटा साइड पनि छ, जस्तो अघि तपाईँले भन्नुभयो रुरल नेपालको मान्छेहरूले के गर्ने त, फाइनेन्सियल लिटरेसी नभएको मान्छेहरूले के गर्ने त। नाउ देयर इज वेयर एसआइपी कम्स अप। त्यहाँनिर चाहिँ एसआइपी इज अ बेटर अप्सन। उहाँहरूलाई चाहिँ ब्याङ्कमा लगेर पैसा राख्नुभन्दा ब्याङ्कले 2-3% वा 4% 5% दिइराखेको छ, उहाँहरूको रनिङ खर्चहरूको लागि ब्याङ्कमा राख्नु पऱ्यो। सेभिङ्स इज इम्पोर्टेन्ट लाइफ चलाउनुको लागि। बाँकी उहाँहरूको अलिकति एक्स्ट्रा मनी जुन हुन्छ त्यो चाहिँ उहाँहरूले एसआइपी गर्दाखेरि फ्रुटफुल हुन्छ, किनकि उहाँहरूलाई ट्रेडिङमा आउनु ट्रेडिङ गर्नु एकदमै ह्यासल हुन्छ। सो त्यो चाहिँ उहाँहरूलाई एसआइपी इज द बेस्ट अप्सन। अलमोस्ट वे एट द इन्ड, इज देयर एनिथिङ द्याट यु वुड लाइक टु गिभ टु द भ्युअर्स होइन, जुन चाहिँ रिलेटेड टु सेयर मार्केट एन्ड एनिथिङ? Okay, so let me talk to you viewers. I know stock market is very 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 triggering place. यहाँ आउन मन लाग्छ, हरेक दिन स्टकबाट यति बढ्यो भनेर कुनै ल्याएर सुनाइदिन्छ। आइपिओबाट मैले 10,000 मैले 1000 हालेको थिएँ 20,000 आयो भनेर सुनाइदिन्छ। अनि एकदमै ओहो के नै हो जस्तो लाग्छ। यु आर जस्ट लाइक मी, म पनि त्यस्तै थिएँ, केही अब कमाइ हुन्छ कि भन्ने आशा हुन्छ। तर बी पेसेन्ट, यो भागेर कहीँ पनि जाँदैन। अपर्च्युनिटी आज पनि आएको थियो, अबको 3 महिनापछि पनि फेरि आउँछ, 6 महिनापछि फेरि आउँछ। तर तपाईँले नसिकिकन आउनुभयो भने चाहिँ तपाईँको पैसा चाहिँ फेरि फर्केर आउँदैन। सो बी भेरी कसियस अन दिस। तपाईँले आउनुभयो 10,000 बोकेर आउनुभयो, 5,000 लस खानुभयो भने नाउ अब तपाईँको पोर्टफोलियो फेरि 10,000 आफ्नो साउमा मात्र पुऱ्याउनु तपाईँलाई 100% रिटर्न चाहिन्छ। अनि अर्निङ 100% रिटर्न इज अ भेरी भेरी मेन्टली नै फटिग हुने काइन्डको टास्क हो यो। सो बी भेरी कसियस, सिक्नु, फ्रीमा रिसोर्सेस अभाइलेबल छ युट्युबमा, अलिकति बढी टाइम दिनु अनि सिकेर मात्र आउनु। सो यो 2026-2027 को यो 1 इयरको भित्रमा चाहिँ होइन, इन यर ओपिनियन मार्केट चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई? सुड वी इन्टर इन द मार्केट, सुड वी इन्भेस्ट इन द मार्केट? यसमा चाहिँ मेरो एकदमै क्लियर पर्सपेक्टिभ के छ भने मार्केट एकदमै राम्रो स्पटमा छ अहिले। आई नो करेक्सन छ, मान्छेलाई डर लागिरहेछ, तर जस्ट रिमेम्बर वेन देयर इज अ ब्लड इन द स्ट्रिट यु जस्ट ह्याभ टु गो एन्ड ग्राब इट। यो यही नै बेला हो। यहाँनिर ब्लड अन द स्ट्रिट एकदमै छरपष्ट छ, यहाँ मान्छेको कोलाहल छ, यही बेला नै हो छिर्ने। जब मान्छेले तपाईँलाई एकदमै बच्चाले पनि फलानु स्टक किन्नु है भनेर सजेस्ट गर्न थाल्छ, नाउ यु हेभ टु नो द्याट्स अ सेलिङ पोइन्ट। यो सेलिङ गर्ने बेला हो। मान्छेको एकदमै धेरै हल्ला भएको बेलामा बेच्नु र हल्ला नभएको शान्त मान्छे डराइरहेको बेलामै छिर्ने हो। सो गेट इन टु द मार्केट। अफकोर्स अघि हामीले सुरुमै कुरा गरेको जस्तै
बिगिनर्स मिस्टेकहरू केही पनि नगर्नुहोस्, सिकेर आउनुहोस् अनि गेट इन टु द मार्केट। 2026 पछाडिपट्टि एकदमै फ्लोरिसिङ मार्केट छ, नयाँ सरकार छ, स्टेबल गभर्मेन्ट छ अनि यसले सधैँभरि राम्रो रिजल्ट नै लिएर आइराखेको हामीले देखेको छौँ। सो मार्केट चाहिँ करेक्सन सकेर अब माथि नै जाने अवस्थामा पनि छ। सो इट्स अ भेरी प्रोफिटेबल फर यु इफ यु इन्टर इन द मार्केट। Okay, so thank you so much for accepting my invitations and then coming here, होइन, we are almost at the end. अनि आज हामीले भ्युवर्सले पनि अनि मैले पनि I got to learn so many things about stocks and then how it is going. अनि इज दिस क्यान बी अ फुल टाइम जब अथवा फुल टाइम इन्कममा स्विच गर्न सकिन्छ त ट्रेडर भएर भन्ने कुरा पनि राम्रोसँग सिक्यौँ। अनि वान्स अगेन तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँले आफ्नो नलेजहरू सेयर गरिदिनु भयो। अनि इफ यु हेभ सम अफ द क्लासेस जुनले चाहिँ भ्युवर्स अथवा कसैलाई सिक्नु मन छ अनि हेल्पफुल हुन्छ भने यु क्यान लेट देम नो, होइन। सो डियर भ्युवर्स, हामीले अघि नै भनेको जस्तै यदि फ्री क्लासेसहरू नै तपाईँहरूलाई चाहिन्छ, तपाईँहरूलाई पैसा तिर्नलाई एकदमै एक्जस्टिङ हुनसक्छ जस्तो लाग्छ भने युट्युबमा फ्री क्लासेसहरू फ्रीली अभाइलेबल छ। अनि तपाईँहरूले गएर युट्युब क्लासेसहरू एकदमै मजाले फ्रीमा सिक्न सक्नुहुन्छ। तर इफ यु थिङ्क पर्सनल मेन्टरसिप इज द थिङ फर यु, तपाईँलाई पर्सनल मेन्टरसिप नै चाहिन्छ वा 1-to-1 क्लासेसहरू भयो भने बेटर हुन्छ जस्तो लाग्छ भनेदेखि चाहिँ आई विल सेयर माई डिटेल्स विथ द होस्ट। अनि तपाईँहरूले डिस्क्रिप्सनमा पनि हेर्न सक्नुहुन्छ। अनि वी डु प्रोभाइड द अनलाइन क्लासेस, सो यु क्यान contact me. Okay, so यदि भन्दै it's been a great having you. So thank you so much for coming once again. अनि thank you so much for यो सबै कुरा बुझाइदिनु भएकोमा, बिकज यो कुराहरू हामीले खोजेर पनि नपाउने कुराहरू तपाईँले सेयर गर्नुभयो, आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो, हाउ यु स्टार्टेड सेयर गर्नुभयो। अनि फ्युचर डेजमा पनि वी विल बी आई थिङ्क गेटिङ अन टच and then we'll be doing another अझै ब्रिफमा सेसन गर्न पाऊँ तपाईँसँग, होइन। and then what I want is if you are watching till now then do subscribe the channel because you will be getting a lots of informational things on this channel. so तपाईँको लागि खासै ठुलो कुरा होइन होला सब्सक्राइब गर्नको लागि, but it makes a huge difference on our day to day life. यो कन्टेन्ट बनाउने पार्टमा अथवा केही गर्ने पार्टमा it will be a very huge. अनि thank you so much for watching.